गाइस हामी चाहिँ लाग्यो है के जाति अरे लाग्छिनु लागेको हाम्रो रोडको अवस्था यस्तो छ सनराइज जङ्गलको होइन 1 2 गियरमा मात्रै कुद्ने सम्भावना भएको छ अहिले आधी चाहिँ बनाएर चाहिँ बाबाले जस सहर बाटो कस्तै छ है बाटोहरू चाहिँ something झन्झनै तान्नु सकिरहेको छु बाइकले काट्नु जस्तो हो गाइस दसैँ लागेर हिजोदेखि गएको त्यसो त गाइस आज गएको अरे जितलाङ चाहिँ हिँडेको तर हिजो झ्यापमा पुरै होइन अनि आज अनि एक थुप्रो अन्न पसेको छैन गाइस त्यो भएर गाह्रो पनि भएको छ रोडको हालत त्यस्तै छ म्याडम के त्यस्तै भयो होइन गाइस केही नहुनु कारणले होइन पानी चिया खण्डगिरी डाँडा मलाई पुरा मुद्दा भिजेर यस्तो भयो यात्तै भिजेछ कस्तो पता नि साथी हो ट्रिप त ओमजी कस्तो भयो अरे यता हेर्नु त कस्तो भयो अरे भनिदिनुहोस् त जातको मसाज भयो अनि लुगा पनि मसाज भयो होइन पानी तर हाल्नु तर घाम लाग्यो पाइन तानो 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 ले बाइकको हालत है गाइस त्यहाँ फेरि पछाडि पनि आउँछ बुलेट आउँछ हजुर अघि बाइकले गर्दा नि बाइक त निक्ल्यो त उता त भट्टा हजुर चाबी
भेडा कहाँ छ? भेडा भनेको त यार रुखको ठुटा पो रहेछ। वाह, पल्लो डाँडोतिर पनि मान्छे पुगेको छ यसो मैले। एकदमै डेन्जरस बाटो छ गाइस। यता फेरि अनुसार त्यसो बुझेर मात्र आउनु होला। अलिक बलियो खालको बाइक लिएर आएर यताउता पानी पनि परिहाल्छ यहाँ गएर ऱ्याङकोट स्याङकोट यताउति सेफ्टी चाहिँ लिएर आउनु पऱ्यो। गाइजहरू आउँदाखेरि हाम्रो आज यहाँ गाँड पुलित भयो। ओइ 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 अहिले पनि हुँदैछ के भन्छ। के ठुलो
चाहिँ हामी चिप्लाङमा आएर तेल बल्ल आबल एउटा होटेलमा आएर पाइयो यहाँ खाजा त्यस्तो छ है साथी सिकिनु पर्दैन चाउचाउ यति छ हिजोदेखि केही पनि खाएको थिएन गाइस अहिले भर्खरै खाएको होइन साथी कस्तो भएको छ यता हेरौँ होइन गल्यो है गाइस यता अब आइपुगेछौँ यहाँ ड्याम साइडतिर प्लेटफर्मभन्दा माथि आएर धेरै दुःख गरेपछि चाहिँ होइन अब चाहिँ अलिक शान्तिको बाटो आयो कि अलिअलि शान्तिको मार्गतिर है